हेलो नमस्ते अनि छोजेलो सबैजनालाई र आजको हाम्रो यो 5औं दिनको यात्रा हामी अहिले दार्जिलिङ प्रवेश गरिसकेका छौँ र हजुरहरूले यो अगाडिको दार्जिलिङको रेल स्टेसन देख्न सक्नुहुन्छ। हामीले चाहिँ बिहानको खाना खाएको छैनौँ र अब हामी चाहिँ गएर खाना खानेछौँ र त्यसपछि हामी फेरि दार्जिलिङको जूतर्फ लाग्नेछौँ। फाइनल्ली हामी हो जो आइपुग्यो जूको लागि चाहिँ अब जूभित्र छिर्नको लागि चाहिँ हाम्रो टोली चाहिँ यता लाइनमा बस्दैछ। अब हामी चाहिँ मुस्ताङ के दार्जिलिङको जूमा हुँदैछौँ। हजुर जता गयो नि हेलो हामीलाई हाम्रो सन्देश घले हाम्रो काका यता हाम्रो भाउजू हाम्रो लाइन चाहिँ अझै यहीँसम्म चाहिँ हुन्छ। सृजना हामी चाहिँ छिर यता 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 टाइगर त्यसरी डर लाग्छ लाग्दैन लाग्दैन। फोटो खिच्ने हो नछोड्ने ल रेड पान्डा टाइगर ल हैन रेड पान्डातिर रेड पान्डा जम्म रेड पान्डा हेलो कैसा है हालचाल बाजे आउँदैछ। अफ्रिकन रहेछ अफ्रिकन यो चाहिँ जूको सबै ठाउँ हेरिसक्यो। अब चाहिँ हामी दार्जिलिङको माथि डाँडामा जाँदैछौँ र पानी र जाँदै गर्दाखेरि चाहिँ हाम्रो समूहलाई चाहिँ बोर लागिरहेको छ। अनि यता हाम्रो सृजना गुरुङले अब गीत गाउने भनेको छ होइन। सुनौँ अब हाम्रो सृजनाको गीत। बस हामी चाहिँ माथि घुम्नु जाने भनेर आधी बाटोसम्म त पुग्यो तर पानी र जामले गर्दाखेरि चाहिँ हामीले चाहिँ माथि घुम्न पाएन। त्यसैले हामी चाहिँ अहिले हामी होटेलमा छिरिसकेका छौँ। 3 जना बसेको
दार्जिलिङ घुम्न आएको थियो तर हामी त्यस्तै बाटोमा त्यस्तो जाम त खासै थिएन दार्जिलिङसम्म आइपुग्दाखेरि जब दार्जिलिङ छिर्यो तब चाहिँ जाम सुरु भयो किनकि यहाँको बाटोहरू पनि एकदम सानो अनि फेरि गाडी पनि यत्तिकै अब मान्छे भन्दा नि अब गाडी नै अति धेरै त्यसले गर्दाखेरि चाहिँ त्यही भएर हाम्रो जान्छौँ तर हामी खाना खाएर घुम्नु चाहिँ निस्क्यो अनि हामी यहीँको यो दार्जिलिङको जूमा गएको थियो त्यहाँ चाहिँ एकछिन घुम्यो अनि त्यसपछि फेरि जूबाट फर्केर हामी फेरि अर्को गाडीमा फेरि यहीँको अब हुन्छ नि अब दार्जिलिङको राम्रो ठाउँतिर जाने निस्केको थियो ठ्याक्कै गाडीबाट निस्किन लाग्दाखेरि पानी पर्न थाल्यो त्यही पनि हामी चाहिँ अब फेरि जानुपर्ने भएर फेरि हामी निस्केको पनि तर गाडीबाट निस्किनु साथ पानीको बर्सात चाहिँ बबाले भयो है ठ्याक्कै 3 घन्टा त्यस्तै 3-4 घन्टा बढी भयो होला 5 घन्टा ठ्याक्कै 5 घन्टा अत्तिकै अब गाडीमा बस्दा पागलै होला जस्तो भइसक्यो चाहिँ हामी सबलाई त है अब पानी त्यस्तै पर्नु अनि फेरि जाम पनि त्यस्तै तर हामी के अरे पानी नपरे पनि तर हाम्रो टाइम चाहिँ जाममै सकिने रहेछ क्या हाम्रो चाहिँ त्यस्तो फिल भयो होइन जानु छ अनि फेरि त्यसको माथि गाडी अनि जाम चाहिँ किन नपर्नु होइन हेर्नुहोस् यो चाहिँ दार्जिलिङको नाइट भ्यू दामी छ अब चाहिँ अहिले चाहिँ पानी उभिएको छ अब चाहिँ हामी एकछिन माथि डाँडातिर घुम्न जाँदैछौँ अहिले हामी दार्जिलिङको चौरास्ता भन्ने के अरे बजारतिर जाँदैछौँ अघि दिउँसो चाहिँ हामी यहाँ घुम्न आएको थियो तर पानी अनि जामले गर्दाखेरि हामीले राम्रोसँग घुम्नु पाएन र अहिले चाहिँ पानी पनि परेको छैन त्यही हामीले सबैजना कस्तो हुन्छ तपाईँहरूले देखाउनुहुन्छ सबै यहाँ चाहिँ हेर्दै गयो राति चाहिँ रमाइलो हुने रहेछ यता नमस्ते एभ्रिवान वेलकम टु मिस्टर राम घले च्यानल दिउँसो चाहिँ अब अति लास्टै बोर भयो भने अहिले चाहिँ एक्टिभ भइरहेछ हाम्रो हुने चाहिँ होइन बजार चाहिँ उतैसम्म हो क्या है यहाँ चाहिँ फोटो खिच्ने ठाउँ यसो बिहान उठेर माथितिर हेरेको दार्जिलिङको मर्निङ भ्यू चाहिँ एकदम रमाइलो एकदम माइन्ड फ्रेस
थियो र हजुरहरू पनि हेर्नुहोस्। अनि आज का बाई दार्जिलिङ बाई 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 दार्जिलिङ बाई बाई माइला आजको हाम्रो यात्रा चाहिँ इलामतिर हो। अब हामी चाहिँ इलामतिर जाँदैछौँ है त। दार्जिलिङबाट फर्किँदा चाहिँ यो फर्स्ट इक्कु पनि यो बाटोमै पर्ने रहेछ, त्यसैले हामी चाहिँ अहिले यो फर्स्ट इक्कुमा हामी जाँदैछौँ। Ama terus lima mai. Ah, baira. बहुत डेन्जर रे बाबा। हेलो
I am Mr. Praveen Keta. I am Nanu Gale. अहिले हामी चारधाममा आइसकेका छौँ चस्मा लाउनेको फरक पर्ने चस्मा नलाउने आँखा चाहिँ त्यो एउटा सिन्का ल्याएर यसरी अडाइ राख्नु पर्यो सिन्का यत्रो छोटो छोटो सिन्का यसरी अडाइ राख्नु पर्यो के गर्नले आँखा आँखा चिम्मा हुन्छ अरे त्यो ब्लिङ नहुनलाई यसरी अड्काएर राख्नु पर्यो आँखा 1 2 3 ल 1 2 3 रेडी डेन्जर भयो डेन्जर भाउजू हेलो भाउजू तपाईँ पनि ए तान न तान अच्छा गाडी पनि छ भन्दा ल खोइ फेरि मिस भइहाल्यो मिस भयो नि तल राखेर आई लभ यु बुढी नेपाल छिरे है अब हामी चाहिँ अहिले यतिखेर पाथिभर मन्दिरमा जाँदैछौँ यहाँ चाहिँ पाथिभर मन्दिर पुग्नलाई चाहिँ त्यस्तै 40 मिनट जति लाग्ने रहेछ हेरौँ हिँड्दै जाम कति मिनट लाग्छ
जय पाली भारमा दर्शन गर्न जाँदैछु दुर्गा देवी भण्डारी हुनुहुन्छ बान्या हुनुहुन्छ सरी बान्या हुनुहुन्छ नगरपरासीबाट दुर्गा देवी बान्या हुनुहुन्छ नगरपरासीबाट उहाँले 115 रुपियाँ दान तथा भेटी अर्पण गर्नुभएको छ सानपाती तर नाम त सुनेर चाहिँ नाम चाहिँ सुने जस्तो जाम जस्तो चाहिँ लाग्थ्यो कि पहिला मलाई होइन इच्छा चाहिँ पुरा भयो आज के भएको भयो माग्न त के मागे यार मैले थाहा छैन अरे क्या एक घन्टा हराएको थियो मान्छे यार हामी सानपाती भरमाताको दर्शन गरेर अहिले हामी यता इलामतिर छौँ हेर्नुहोस् इलामको चहल पहल आचार्य वो पुसाको गाडी के चढ्ने रे घोडा चढ्ने है आऊ ल ल आउनु सर आउनु यता आउनुहोस् एक्सन त खतरा रहेछ नि त हाम्रो नानी छ सानै मायालु भो अर्को सालमा दे आउनु है मायालु हावा सरारा इलामको डाँडैमा हावा सरारा जाता छ निर्माया उतै नजरा आछु कता हो नजर कता हो नजर नजर निशाना कता हो कता निशाना मिस्टर राम घलेतिरै हो पक्का तिम्रो लागि फुल टिप्छु है कानमै सिउरी दिउ
बर्बाद हुन्छ त्यो काम नगर्नुहोस् अन्तिममा नगरौँ अब यतो दिन चाहिँ इन्डियामा छ नेपालमा आएर चाहिँ पाप त्यो पाप चाहिँ नगर्नु काम चाहिँ नगर्नु होला टेबल खाली गर्नु सर हामी खाइहाल्छौँ अध्यक्षको प्रेस विज्ञप्ति ल मिडिया अगाडि छ फेरि जान्छ भन्नु ल मिडिया अगाडि छ गाह्रो होला ल उस्तो समाज टुर सम्पूर्णमा मेरो हृदयदेखिको नम्र नमस्कार छ ढिलै भए पनि मैले यो छोटो भनाइ पोस्ट गरेको छु म अहिले काठमाडौँमै छु साडुदाई बाजे ब्राकेटमा हो सब अन्त्येष्टि कार्यक्रम सकियो हामीलाई थाहा छ यही कारणले गर्दा म तपाईँहरूसँग सामेल हुन सकिनँ सबैले क्षमा मानि दिनु होला क्षमा दियो ल तपाईँहरूको यात्रा एकदमै सहज सरल आरामदायी र सुख शान्तिले छाओस् यही मेरो शुभकामना छ त्यति साह्रै भएन हस्त धन्यवाद तपाईँहरूको आगमन पश्चात फेरि भेटौँला नमस्कार ल यो हाम्रो अध्यक्षको वक्तव्य है त प्रेस विज्ञप्ति म उपाध्यक्ष नाताले मैले सुनाइदिएको उसको कार्यभाग मैले सम्हालेको अहिले त कार्यवाहक अध्यक्ष हो नि कार्यभाग अध्यक्ष मै हो त्यो मैले सुनाउन बाध्य भयो कार्यवाहक अध्यक्ष मात्रै होइन वरिष्ठ अध्यक्ष कार्यकारी फाइनल्ली हामी अहिले श्रीयन्त्र आइपुगिसकेको छौँ भाउजू श्रीयन्तमा हजुरलाई स्वागत छ धन्यवाद सबैजनालाई स्वागतम बिस्तारै आउनु करोडौँको मान लिइरहेको छु कि हो यो चाहिँ आजको हाम्रो रुम भाउजूको नाच पनि धेरै वर्षपछि चाहिँ हेर्नु पाएँ ल राम्रो लाग्यो अनि यो त दिदीको नाच त झन् कहिले देखेकै थिएन तर आज देखियो एकदम राम्रो नाच्ने हुँदो रहेछ हाम्रो दिदीले पनि ल राम्रोसँग खाना खानु हेलो सिजु खाना खायो खाएन किन नखाएको त खाना खानुपर्छ ल तातो भएर बजेसँग खाना खाने है नत्र फेरि बिरामी हुन्छ फेरि के भन्दैन आधा उता गरिदिनु है त्यस्तो गर्ने मात्रै है तपाईँछ म
औषधि हुन्छ माया भयो भने टोली चाहिँ अब धरानको सहर जाँदै कता जानु लाग्यो अब हामी बुढो सुब्बा पिण्डेश्वर बाटो त खतम रहेछ त लास्टमा बुढा सुब्बा के भनेको गएर घन्टी त बजाउनै पर्यो धरानको ल आज हाम्रो चाहिँ यो उस्ता समाज काठमाडौँको चाहिँ यो जुन दार्जिलिङ सिक्किम अनि इलामको भ्रमणको आज चाहिँ अन्तिम दिन हो फेरि आज चाहिँ सन्दकले आज ठ्याक्कै 2082 सालको वैशाख 1 गते पनि पर्यो नयाँ वर्षको सबैलाई चाहिँ शुभकामना छ भ्रमण चाहिँ एकदमै फलदायी पनि भयो अलिकति ट्राफिक जाम र मौसमले हामीले साथ दिएन तैपनि हामी सबैजना हाँसी खुसी एकदम रमाइलोसँग मनाइयो ल सबैजनालाई ह्याप्पी न्यु इयर ह्याप्पी न्यू इयर हाम्रो बहुत समाज दाइले पनि यता भेना काकाहरूले सबैलाई ह्याप्पी न्यु इयर